म हजुरहरूले अर्जुन भुसाल भन्ने एउटा छोरो भाइ भनेर मोबाइलमा देख्दै गर्नुहुन्छ। उनीहरूले त हराएको मान्छेहरू खोज्छन् है भनेर आशा राख्नु भएको छ र हजुरहरूलाई चितवनसम्म काठमाडौँसम्म जान गाह्रो होला है भन्ने हेतुका साथ हामी हजुरहरूलाई भेट्न महेन्द्रनगर आएका हौँ। हजुरहरूले यो भेटमा हामीले गर्ने काममा कुनै शुल्क दिनु पर्दैन, कुनै पैसा लाग्दैन। यो कुरा पनि हजुरलाई अवगत गराउन चाहे। एक सुक्का पनि लाग्दैन। हजुर 1 रुपियाँ किन भन्ने, 1 सुक्का पनि हजुरहरूले तिर्नु पर्दैन। फेरि यहाँ मात्र होइन, हाम्रो अफिसमा आउनेहरूले पनि दिनु नपर्ने नै कुरा अवगत गराउन चाहन्छु। कहिले हामी कसैसँग 1 रुपियाँ लिएर काम गर्दैनौँ। पैसा लिन कमाउन यहाँसम्म आएका होइनौँ। पैसा कमाउनु पर्ने भए आफ्नै व्यवसाय केही गरेर आफ्नै बाटोमा रमाउन सकिन्थ्यो। म नितान्त रूपमा आमाहरूलाई भेट्न आएको हुँ। यस्ता आमाहरू जसले जीवनको उत्तारमा आफ्नो सन्तान भेट्न चाहनुहुन्छ, छोराछोरी भेट्ने चाहना छ, आफ्नो छोराछोरी कहाँसँग केही हत्तोपत्तो छैन, आफ्नो श्रीमान कहाँसँग केही हत्तोपत्तो छैन, आफूले 9 महिनासम्म कोखमा राखेर जन्माएको छोरी हराएर वर्षौंसम्म आमाको मन तडपिएको छ, छोरा हराएर वर्षौंदेखि मन तडपिएको छ, कसैको आमा हराएर, कसैको बुवा हराएर, आजसम्म कति छोरीहरूले बुवा भन्न पाएका छैनन्। गर्भ बस्यो, बच्चा जन्मियो, तर बा कहाँ गए, परदेशमा इन्डिया कमाउन गएका बाको न लास आयो न सास आयो, केही पनि नपाएर तडपिएको परिवारलाई भेट्न आएको। त्यस कारणले म पनि तपाईँको छोराको रूपमा बुझिदिन आग्रह गर्छु र यतिखेर होटल ओपेरामा आइपुगेका छौँ। सुदूरपश्चिमको एउटा सुन्दर यो सहर महेन्द्रनगर स्थित होटल ओपेराले आज हजुरको यो बसाइका लागि पुरै सहयोग गरिदिनु भएको छ। 1 रुपियाँ पैसा दिनुहुन्न अरे भनेर भन्नुभएको छ। जोरदार तालले सम्मान गरौँ, तालले सम्मान गरौँ होटल ओपेरालाई। होटल ओपेराले गरेको यो मानवीय कर्मलाई कुमैमा केही नराम्रो छ भने पनि नभन्नु होला, श्रीमतीको बारेमा केही नराम्रो छ भने पनि नभन्नु होला। आफ्नो घरको कुरा संसारलाई सुनाएर केही हुनेवाला छैन, कसैले केही गर्दैन। एकछिन त फलाना यसो रहेछ भनेर भन्ला त्यति हो। बेलुका खाने जाउलो आफ्नो यो कसैले केही गर्दैन। त्यो हिसाबले आफ्ना कुराहरूलाई मिडियामा बोकेर राख्नुहोस् र हामीलाई चाहिँ भनिदिन हामीलाई। यति भन्दै अब हजुरहरूलाई